सबैजनालाई नमस्ते। आज चाहिँ म तपाईहरुलाई चाहिँ न्युरोको तरकारी कसरी बनाउने भन्ने बारेमा चाहिँ सानो छोटो रेसिपी लिएर आएको छु। म चाहिँ आज न्युरोको तरकारी कसरी बनाइन्छ भनेर चाहिँ म तपाईहरुलाई देखाउँछु। सबैजनाले हेरिदिनु होला र हेरेर मलाई धेरै भन्दा धेरै माया गरिदिनु होला। सबैभन्दा पहिला चाहिँ मैले यहाँ न्युरोलाई सफा पानीले पखालेर चाहिँ यहाँ मैले न्युरो तयारी गरेर राखेको छु। अब चाहिँ मैले यो न्युरोलाई बफ्याउनको लागि उमाल्नको लागि यो कराईमा हालेँ। अब यसलाई म चाहिँ एकछिनसम्म बफ्याउँछु। न्युरो बफ्याउनुभन्दा अगाडि चाहिँ यसमा हल्का नुन राखिदिनुपर्छ, किनभने नुन राख्यो भने यो न्युरोको भित्रसम्म पुग्छ र न्युरो अझै स्वादिष्ट र मिठो हुन्छ। फाइनल्ली हाम्रो न्युरो चाहिँ यहाँ उसिनेर मैले निकालेर राखेको छु। अब यसलाई चाहिँ म तरकारी बनाउँछु, हेर्दै जानुहोला। यसमा मैले तेल हालेँ, यसमा मैले मेथी पड्काएँ। यो चाहिँ हाम्रो मेथी हो। मेथी कालो भइसकेपछि मैले यहाँ काटेर राखेको मेथी हेर्नुहोस्, हाम्रो रातो भइसकेको छ। अब मैले काटेर राखेको प्याज हालेँ। प्याज रातो भइसकेपछि मैले पिसेर राखेको मसला हालेँ। यो अदुवा, खुर्सानी, अनि तपाईँको लसुन, जिरा धनिया हो। सकेपछि मैले यहाँ काटेर राखेको मसिनो काटेर राखेको टमाटर हालेँ। टमाटरलाई मजाले पकाउनुपर्छ। टमाटर हालिसकेपछि मैले यसमा बेसार हालेँ। स्वादअनुसार नुन पनि हालिदिएँ, स्वादअनुसार नुन। अब चाहिँ हाम्रो मसला पाकेर रेडी भयो। अब यसमा चाहिँ मैले अघि जुन बफ्याएर राखेको न्युरो थियो, त्यो न्युरोको सागलाई चाहिँ मैले हालिदिएँ। यसरी हालेर चाहिँ हामीले एकछिनसम्म यसरी यसलाई चाहिँ चलाइदिने। यसमा हल्का हल्का पानी निस्केको छ। यो पानी सुकिन्जेलसम्म हामीले यसलाई चाहिँ पकाउने। त्यसपछि हाम्रो न्युरोको अचार तयारी हुन्छ, न्युरोको तरकारी। हाम्रो न्युरोको साग तयारी भएर अब चाहिँ हामी खाना खान लागेको। हेर्नु त कस्तो राम्रो भएछ न्युरोको साग। तपाईहरु पनि यस्तै गरेर पकाएर खानु ल। हस् त, नमस्ते, बाइ बाइ।